बिर्सिसक्यो क्या कुन्चुस गरेको भनेर बिर्सेको बबल टी नेक्स्ट टाइम दिन्छु नखान त हाई गाइज नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलको भिडियोमा आज चाहिँ मेरो छोरीले के बबल टी खानु पर्यो अरे होइन साथीहरू अनि मैले चाहिँ एकछिन रमाइलोको लागि गेम खेलेर जित्यो भने चाहिँ बबल टी दिन्छु न त दिन्न भनेको थिएँ होइन तर बच्चाहरूले जिद्दी गरेपछि चाहिँ गेम जिते पनि हारे पनि दिनै नै पर्छ तर एकछिन रमाइलोको लागि चाहिँ गेम खेल्दैछु बच्चासँग है साथीहरू ल हजुरहरू पनि हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला है त हामी गेम खेल्न लागेको मेरो छोरीलाई चाहिँ बबल टी खानु पर्यो अरे अनि यसमा गेम जित्यो भने मात्र बबल टी किनिदिन्छु भनेको छु मैले हार्यो भने चाहिँ न बबल टी है ल हामी स्टार्ट गर्छ है त ल यो चाहिँ अब पोइजन र ऊ गेम है ल आँचीमा गर ल म आँचीमा गर्छु ल पहिला चुज गर नहेर है नो बबल टी नो बबल टी नो बबल टी मैले हेरेको छैन मैले ल मैले हेरेको छैन ल भयो ल कसले स्टार्ट गर्ने त ल सिजर पेपर गर नि त ल सिजर पेपर रक ल तिमी स्टार्ट गर ल शेफ अनि Fish. okay no bubble tea one भयो है त हाम्रो 1-1 भयो साथीहरु अब तिम्रो टर्न सेफ थाहा छ थापिसक्यो ओके 1-1 भएको है बिर्सिसक्यो क्या कुन्चुस गरेको भनेर बिर्सेको ल तिम्रो टर्न यो चाहिँ पोइजन हो तपाईले एउटा पोइजन खानुभयो सेफ थाहा छ मलाई रे मलाई पनि थाहा छ जस्तै छ ओके सेफ इजी भयो आज ब्रियान्साले बबल टी खानु पाउँछ कि पाउँदैन होला त त्यही भयो बिर्सेको ल अर्को चुज न बबल टी न बबल टी अब 2-1 भयो है त से ओके कन्फ्युज भयो 2 है अब एउटा गयो भने चाहिँ सिधै है ल यो वाला पी गरेको जसै छ ल है ल खोइ के थाहा छैन से कुन गरे त यो थियो से बबल टी ल अब बदा अब एउटा जसले पिक गर्छ ल खोले है त ब्रियान्सा जितिहाल्यो नि अब त्यसै जितिहाल्यो नि अब चकलेट मिल्क चकलेट मिल्क मिल्क त हुँदैन तर ए म यो साथीहरू छोरीले जित्यो अब बबल टी खाने रे
मक्क पऱ्यो अब बाई 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 गेममा त छोरीले जित्यो हेर्नु साथीहरू अब बबल टिम भनेको छु बबल टीको साटो सानो आइसक्रिम बताइदिन्छु के गर्छ एकदम एकचोटि हेरौँ है त बबल टीको साटो यो हुन्छ हुन्छ बबल टी नेक्स्ट टाइम दिन्छु तिमीले जितेछ म 1-2 दिनपछि खाना दिन्छु आज चाहिँ यो हुन्छ कि हुँदैन नो यो नखाने त आज यो खाएर भोलि बबल टी खाने कि आज बबल टी खाने के गर्ने भनौँ गेम जितेछ मैले अब खाना दिन्छु 1-2 दिनपछि खाना दिन्छु हैन भोलि सन्डे खाना दिन्छु कि भोलि बबल टी खाने कि आज बबल टी खाने कि यो कसले खाने नत्र पहिला यो खाने यो आज खाए चाहिँ आज बबल टी पाइँदैन नि त फेरि हुन्छ भोलि बबल टी खानु हुन्छ भ्याउँछ डन भोलि स्कुलबाट आएपछि हुन्छ कि नट हुन्छ नै यो नै नखाने बबल टी अझै चाहियो हो यस्तो त छ नखाने रे ल साथीहरू यस्तो आइसक्रिम उसलाई बबल टी भनेको बबल टी नै चाहियो अरे अब भयो त म खान्छु है त म खाम्यो म खाम्यो नखाऊ त